पढेको बढै छ है अहिले चाहिँ। अनि यहाँ म भर हिउँ भइसकेको छ, टोपी लगाइहाल्नु पर्ने हुन्छ भाइ। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ नाम्चे बजारमा चाहिँ पुरा भव्यका साथ हिउँ परिरहेको छ। यहाँ चाहिँ हेर, यहाँ देख्न सक्नुहुन्छ हिउँ परेको। The fucking snow is falling so heavily. हेभिली। उसले चाहिँ खतरा इङ्ग्लिस हान्छ कि, अब कुहिरे पहिला डुला हो नि त। अनि त्यही भएर पनि टाउको भर हिउँ भइसकेको छ, टोपी लगाइहाल्नु पर्ने हुन्छ अब एकैछिनमा, नत्र चाहिँ फेरि अहिले एकछिनमा फेरि टाउको दुख्छ नि त गाइज, होइन। अब हिउँ जम्न सुरु भइसक्यो। आज चाहिँ अब रातभरि यस्तै पऱ्यो भने चाहिँ लगभग घुँडा आउँछ कि भन्ने चाहिँ हामीले चाहिँ अब अनुमान चाहिँ गरेका छौँ, होइन। अब कतिसम्म सक्सेस हुन्छ अनि रातिभर पर्छ पर्दैन त्यो चाहिँ थाहा भएन, तर हेरौँ परिहालेछ भने ठिकै छ, परेन भने नि अब के गर्नु त, होइन। लेट्स चेक ब्याक। हेर्न सक्नुहुन्छ अहिले यहाँ चाहिँ यस्तो बवाल हिउँ परिरहेको छ। उहाँ कागहरू उडिरहेको छ, अरे के अब कागहरू पनि त रमाइरहेको छ धेरै पछि पानी हिउँ परेको भएर। अनि अब दामी हिउँ परेका कारण चाहिँ अब हेरौँ भरे रातभरमा जम्दैन त्यो चाहिँ थाहा भएन, होइन। तर एकैछिन 5 मिनट भएको छैन, जमिन सेलाएर यतिको जम्न सुरु भइसकेको छ, किनकि डेन्जर हिउँ परेको छ नि त। ल देख्न सक्नुहुन्छ यतिको हिउँ परिरहेको छ यहाँ चाहिँ। ल हेर्नु है, हिउँ माथि चाहिँ अब पुरै कुहिरो लागेको छ, उहाँ दौडेर आइरहेको हेर्न सक्नुहुन्छ। झन् हिउँ चाहिँ बाहिर बस्न अब खासै सकिनँ। अब एकछिन पछि म निक्लिने छु, अलिक परिसकेपछि अब म चाहिँ एकछिन यहाँ रेस्ट गर्ने छु। बिहानको अवस्था चाहिँ यस्तो रहेको छ, खासै त्यस्तो रातभरि चाहिँ हिउँ परेन छ, त्यही 1-1.5 घन्टा जति परिन्छ र पनि हिउँ चाहिँ मस्तै जम्या छ गाइज, होइन। अनि अहिले बिहान चाहिँ खुल्या छ, अनि बिहान नभए प्रायः खुल्दैन कि यो ठाउँमा चाहिँ। हिमाल चाहिँ यति नजिकै छ, अनि त्यहाँबाट यो फेरि बिहानै पनि खुल्दैन कि, अनि अलिक तातो भएपछि चाहिँ हिमाल एरिया चाहिँ सर्लक्क खुल्छ। यस्तै छ नाम्चेको अवस्था। बिहानै उठ्ने हामी चाहिँ यो ठाउँमा कागै हो क्या। 5:30 बजीदेखि कराउँछ। हिउँ खेल्न आउनु सुलुखुम्बु हो, हिउँ खेल्न आउँदा हुन्छ गाइज चाहिँ।